त्यसलाई स्तम्भ वृद्धि प्राणायाम। अब बाह्य प्राणायाम गर्छौँ, लामो श्वास तानौँ, पुरै छोडौँ। अब मलद्वार मूत्रद्वारलाई माथि तानौँ, नाभिलाई भित्र लगेर खिचेर राखौँ। मूलबन्ध, उड्डयन बन्ध र जालन्धर बन्ध चिउडोलाई पनि छातीमा लगेर जोडेर राखौँ। जति समय सक्छौँ त्यति बेर रोकौँ। जसलाई समस्या छ, प्रेसर हाई छ, मुटुको समस्या छ, उहाँले यो अभ्यास थोरै समयको लागि गर्ने अथवा नगर्ने। विशेष लाभको लागि यो 21 चोटि गर्ने। कुण्डलिनी जागरण हुन्छ भनेको छ। अघि हामीले चक्र जागरणको लागि 6वटा 7वटा आसनहरू गऱ्यौँ। ती आसन पनि सहयोगी हुन्छन्, यो प्राणायाम पनि सहयोगी हुन्छ। यी प्राणायामको प्रत्येक अभ्यासहरूमा त्यही चक्रमा ध्यान गरेर गऱ्यो भने विशेष लाभ हुन्छ। गाह्रो भएपछि चिउडो खोलिदिने, लामो श्वास तान्ने, पेटलाई पनि यो उड्डयन बन्ध पनि खोलिदिने र मूलबन्ध पनि खोलिदिने। यो अभ्यासको नाम के? बाह्य प्राणायाम। समुद्रपुरी समल्पम 16 श्लोकमा भन्नुभएको छ। त्यो स्वरलाई सुन्दर बनाउनको लागि, थाइरोइड आदि समस्याको निराकरणको लागि हामी घाँटीको अभ्यास उज्जाई प्राणायाम गर्छौँ। घाँटीलाई अलिकति टाइट गरेर अनि उज्जाई प्राणायामको